को शाखा सन्तानहरूलाई छोडी आयो हे लाला लाला स्याङ्जा जिल्ला ठाउँ भन्ने कुरा आएको छ अब स्याङ्जा जिल्लामा त्यो थाहा छ छैन भन्ने कुराहरू बिरगामा भएको जस्तो पाउँथ्यो तिमी खै बिरगा के भन्ने भन्नुभएको जिमिनहरू काइला को हो सन्तानलाई छोडी कन यो दिदीहरूलाई त थाहा छैन र उहाँहरू त यहाँ नवलपरासी पहिल्यै आएको रे बसाइ छ अरे तर पुर्खा चाहिँ उहाँ अजातहरूमा पनि स्याङ्जामा छ रे भनेर चाहिँ यहाँ गुरुले अहिले भन्नुहुन्छ लाला लाला चेलीहरू के भन्नु त्यसै ठाउँमा खोजी जाँदाखेरि कुल धामी वंशहरू सबै भेटी जान्छ तिमीहरूले हेर लाला लाला एकचोटि त्यसै ठाउँमा ठुलो युद्ध द्वन्द चलिरहेको पनि थियो युद्ध पनि चलेको थियो अरे त्यो ठाउँमा ल रमेश सर के छ ठुलो ठुलो लडाई माओवादीको कालमा ठाउँ त्यसै गाउँमा हेर लाला चेली तह के भन्नु रह लाला चेली त्यसै गाउँ त्यसै ठाउँमा तह धेरै पुस्ता अघिदेखिको हो वंशहरू खेली बसिरहेको छ लाला लाला धेरै भन्नु रह गल्याङ भन्ने ठाउँ हो त्यो गल्याङ भन्ने ठाउँमा चाहिँ युद्ध चलेको थियो अरे त बयरघारी भन्ने ठाउँ नि छ अरे टाँडी भन्ने नि छ भन्ने जस्तो बिरगा भन्ने नि छ अरे बिरगा भन्ने ठाउँ कता पर्छ आन्टीहरूलाई त थाहा होला नि पुर्खा तपाईँहरू त्यतातिर थाहै छैन जे भयो नि ठाउँ छ अरे तपाईँहरू त्यहाँ गएर नै भेट्नुहुन्छ हेर बाल्ला चेली तिमीले ठानी मानी मान आऊ गरी चोखो निदो गरी आयो भन्ने पुग्छ तर तिमीहरूको पुर्खाहरूले मान्नु पर्ने कुल्ल ठानी उहाँ हेर्दै कोर्दै हेर कुल्ल देवीहरू साह्रै रिसाइ गएको छ हेर काला चेली काली कहाँ